नमस्कार साथीहरू। आज नेप्से 5.17 अङ्कले घटेर 2739 अङ्कमा बन्द भएको छ र नेप्सेमा हामी देख्न सक्छौँ बुलिस ह्यामर टाइपको एउटा क्यान्डल बनेको छ। नेप्सेले हिजो भर्खरै यो सेलिङ एरियाबाट रिजेक्सन खाएर सेलिङ क्यान्डल क्रिएट गरेको थियो। आज फेरि बुलिस ह्यामर क्यान्डल बनाएको छ। नेप्सेमा यो ट्रेन्ड लाइनबाट बढेर यसबाट रिजेक्सन खाएर तल चढिरहेको हामी देख्न सक्छौँ। अहिले चाहिँ नेप्सेले माथिबाट पनि रिजेक्सन खाइरहेको छ र तलबाट पनि रिजेक्सन खाइरहेको छ। भोल्युम भने जम्मा 2.8 अर्बको आएको छ आज। त्यसैले यसलाई रिभर्सल कन्फर्मेसन चाहिँ भन्न सकिँदैन। अब भोलिको क्यान्डल हेर्नुपर्ने हुन्छ। भोलि चाहिँ यो बुलिस ह्यामर क्यान्डललाई सपोर्ट गर्ने एउटा ग्रिन क्यान्डल बन्यो भने चाहिँ हामीले फेरि पनि बाईको लागि हेर्न सक्छौँ। हाइड्रो पावर सेक्टर हेरौँ। हाइड्रो पावर सेक्टरले चाहिँ हिजोको यो बेरिस इन्गल्फिङ क्यान्डल बनाएर आज चाहिँ त्यसलाई कन्टिन्युटी दिएको जस्तो एउटा क्यान्डल बनाएको छ। नेप्सेमा ह्यामर टाइपको एउटा क्यान्डल बन्यो भने हाइड्रो पावर सेक्टरमा चाहिँ त्यस्तो क्यान्डल हामी देख्न सक्दैनौँ। अब यो घटेर कतासम्म आउँछ भन्दाखेरि चाहिँ यो 3640 तिरको एरियातिर आउन सक्छ हाइड्रो पावर, अथवा यही सपोर्ट एरिया जुन चाहिँ 3755 को एरिया छ, यो एरियाबाट नि बढ्न सक्छ। ब्याङ्किङ इन्डेक्स हेर्ने हो भने ब्याङ्किङ इन्डेक्सले पनि झन्डै बुलिस ह्यामर क्यान्डल बनाएको छ। यसले चाहिँ नेप्सेको बुलिस ह्यामर क्यान्डल बनाउनलाई सहयोग पनि गरेको हामी देख्न सक्छौँ। अब यो पनि कहाँसम्म घटेर आउँछ भनेर हेर्दाखेरि चाहिँ यो पहिलाको यो सपोर्ट एरिया छ, यो एरियासम्म चाहिँ आउन सक्छ। तर भोलि नै ग्रिन क्यान्डल बन्ने हो, अलि भोल्युम पनि बुलिस क्यान्डलमा राम्रो आउने हो भने चाहिँ अलि माथि नै जाला भनेर हामीले भन्न सक्छौँ। फाइनेन्स सेक्टर हेर्ने हो भने यो पहिलाको डिमान्ड एरियाबाट बढिरहेको देख्न सक्छौँ। अब हिजो बेरिस इन्गल्फिङ क्यान्डल बनेको थियो यसमा, र आज पनि त्यति नेप्से र ब्याङ्किङ इन्डेक्स भन्दा चाहिँ अलिकति नराम्रै क्यान्डल बनेको छ भन्न मिल्छ यसलाई। र अब यो कुन एरियाबाट बढ्छ भन्दाखेरि फेरि यही 2340 को एरियासम्म फेरि आएर यो एरियाबाट बााउन्स हुन सक्ने चान्स चाहिँ छ है। आज सबैभन्दा धेरै बढेको स्टक एसियन हाइड्रो पावर लिमिटेड, र यसलाई लास्ट मिनेटमा सर्किट लागेको हामी देख्न सक्छौँ। फुल सर्किट होइन, झन्डै सर्किट लागेको छ, र लास्ट मिनेटमा सर्किट लगाएपछि अब के हुन्छ भनेर भनिराख्न जरुरत छैन। एक्जाम्पलको लागि फवार्ड र एफएमडिबिएलहरूको लेटेस्ट चार्टहरूलाई हेर्न सक्नुहुन्छ। भोलिपल्ट के हुन्छ यस्तो स्टकको। आज एसवाई प्यानल चाहिँ अलिकति राम्रै देखिएको छ। एसवाई प्यानलले पहिलाको यो डिमान्ड एरियाबाट बढिरहेको हामी देख्न सक्छौँ, र यो बढ्ने क्रममा यहाँ फेयर भ्यालु ग्याप क्रिएट गरेको थियो। यो फेयर भ्यालु ग्यापमा आज सपोर्ट लिएर भोल्युमसहित माथि गएको देख्न सक्छौँ। अब भोलि केही रिट्रेसमेन्ट आउँदाखेरि यसलाई बाई पनि हामीले गर्न सक्छौँ। अब कुन एरियासम्म पुग्न सक्छ भन्दाखेरि चाहिँ यो 1740 को एरियासम्म यो पुग्न सक्छ अहिलेलाई। यो एरिया तोडेर माथि गयो भने चाहिँ अझ माथिको टार्गेट हामी पछि राख्न सक्छौँ। सास ऊर्जाको कुरा गर्नु पर्दाखेरि सास ऊर्जाले पनि आज राम्रै क्यान्डल बनाएको छ। यो सप्लाई एरियालाई तोडेर रिटेस्ट गरेर आज बढेको हामीले देख्न सक्छौँ। भोल्युम पनि राम्रै आएको छ, र यसलाई चाहिँ अब यो बाई गर्ने हो भने चाहिँ हामीले स्टप लस राखेर बाई गर्न सक्छौँ। अब टार्गेट चाहिँ अब यो कुन ठाउँमासम्म पुग्छ अब त्यहीँ गएर हामीले सेट गर्न पर्ने हुन्छ। अब यो अल टाइम हाईमा दौडिरहेको छ, यसको टार्गेट चाहिँ अब जति पनि हुनसक्छ। सोलु हाइड्रो पावर हेरौँ। सोलु हाइड्रो पावर पनि आज बढेको देख्न सक्छौँ। यसलाई पनि लास्ट मिनेटमा बढाएको छ। सोलु हाइड्रो पावरलाई हामीले आवरलीमा हेर्दाखेरि यो आवरली रिजेक्सन जोनबाट रिजेक्सन खाएर तल झरिरहेको हामी देख्न सक्छौँ। यसले चाहिँ यो ट्रेन्ड लाइनलाई चाहिँ सपोर्ट बनाएको जस्तो पनि हामीले देख्न सक्छौँ आवरलीमा हेर्दाखेरि। अब यसलाई चाहिँ अहिले ट्रेडको लागि चाहिँ म जान रिकमेन्ड गर्दिनँ। तपाईँ यदि यसलाई किन्न चाहनुहुन्छ भने यो ट्रेन्ड लाइन ब्रेकडाउन गरेपछि यसलाई स्टप लस हान्ने तरिकाले यो 740 तिरको एरियालाई टार्गेट बनाएर सर्ट टर्म ट्रेडिङको लागि हेर्न सक्नुहुन्छ। अब आरएसएमएल रिलायन्स स्पिनिङ मिल्सको कुरा गर्दाखेरि यो
यसले चाहिँ यो एरियामा सपोर्ट बनाएको जस्तो हामी देख्न सक्छौँ र यो एरियामा चाहिँ सप्लाई एरिया बनाएको छ अथवा रेजिस्टेन्स एरिया बनाएको छ। अब हामीले यो एरियामा बाई गर्ने हो भने यो ट्रेन्ड लाइन तोडेपछि स्टप लस हान्न पर्ने हुन्छ र सर्ट टर्म टार्गेट चाहिँ यो 3890 को एरिया राख्नुपर्ने हुन्छ। एनएचपिसी हेर्दाखेरि अब घटिरहेको छ, यसलाई चाहिँ यो एरियातिर यो एरियासम्म आउन सक्छ कि भनेर हामीले भन्न सक्छौँ। अब अलिकति बुलिस स्टक रहेको छ यो र टर्नओभर पनि धेरै आउने स्टक भएको हुनाले अब यही 280 को एरिया बाइङ एरिया पनि हुनसक्छ भनेर हामीले भन्न सक्छौँ। आजको लागि हामीले यति नै गरौँ। तपाईँहरूको केही क्वेरिजहरू छ भने कमेन्ट गर्नुहोला, अर्को भिडियोमा समेटेर भिडियो बनाउने कोसिस गर्छु। अहिलेको लागि यति नै, धन्यवाद।